अब नेपाली कांग्रेस पार्टी सबै खालको परिवारवादबाट मुक्त भयो। नेपाली कांग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट कांग्रेसमा कोही 60 पनि छैन, कोही 40 पनि छैन। सक्यो। हामी सबै एउटै हो। अब कसैले कसैलाई चिन्दैन को कुन गुटबाट आएको। सक्यो गुट, मासियो गुट। यो गुटबाट यो मासियोस् भन्ने कुरा जुन लामो समयदेखि तपाईहरुले चाहनु भएको थियो, त्यही कुरा आज हामीले पूरा गरेका छौं। म फेरि एकपटक सबै साथीहरुलाई हृदयबाट आभार प्रकट गर्दै म यहाँलाई धन्यवाद दिँदै एउटै कुरा भन्न चाहन्छु। आज यसो हेर्दै गर्दाखेरि सानो कुरा लाग्छ। आज हामीले कांग्रेसको विशेष महाधिवेशन मात्रै गरेको होइन। कांग्रेसको विशेष महाधिवेशनबाट तपाईहरुले मलाई सभापति छान्नु भएको मात्र होइन। कांग्रेसको विशेष महाधिवेशनबाटै नेपालको राजनीतिको नयाँ अध्याय प्रारम्भ गर्ने कुराको उद्घोष हो। यो सानो कुरा होइन, यो सामान्य कुरा होइन।